2080 साल असार 21 गते एउटा युवा नायक शाहरुख ताम्रकार आफ्नो बिहानको सुटिङ सकाएर दिउँसोतिर आफ्नो घर फर्किन्छन्। आमबाउ पनि आफन्तको पार्टीबाट बिदा भएर राति घर फर्किएका हुन्छन्। घर आउँदा आफ्नो छोरो अर्थात् ती नायकलाई झुन्डिएको अवस्थामा फेला पार्छन् ती आमबाउले। यो घटना घटेको केही दिनमै शाहरुखले अभिनय गरिरहेको फिल्मको नायिका नम्रता श्रेष्ठले दोलाल घाटको मसान घाटमा सँगै लगेर रातको 12 बजे कालो बोको काटेर पूजा गरेको खबर बाहिर आउन थाल्छ, जसकारण यो आत्महत्याको घटना कालो जादु, टुनामुना र वशीकरणतर्फ मोडिन्छ। त्यस्तै गरी यो घटना घटे पश्चात नायिका नम्रता श्रेष्ठले नेपाल छाडेर क्यानाडा भागिन् भनेर चारैतिर हल्ला फैलिन थाल्छ र सबैजनाले शाहरुखको मृत्युको कारण नम्रता श्रेष्ठ नै हो भनेर सामाजिक सञ्जालभरि नै हल्ला फैलाउन थाल्छन्। यही घटनालाई लिएर चर्चित पर्वत आरोही निर्मल पूर्जा अर्थात् निम्स दाई पनि मुछिन्छन्। अझ उनले यो केस दबाउन 50-60 लाखकै डिल गरेका थिए भनेर एकतर्फी समाचार पनि बाहिर आउन थाल्छ र ती नायिका र शाहरुख सँगै बस्ने घरमा चेक जाँच गर्दा शाहरुखको रुममा नम्रता श्रेष्ठको हिल चप्पल र शिलाजित भेटिन्छ भने र बरन्डातिर चाहिँ गाँजा र चुरोटका ठुटाहरू भेटिन्छ। अनि अन्तिममा शाहरुखको मोबाइलमा यस्तो नोट फेला पर्छ जसले गर्दा यो केस नै बन्द हुन पुग्छ। आउनुहोस् आजको नेपाली विचारको भिडियोमा यिनै नायक शाहरुख ताम्रकारको आत्महत्या घटनामा नायिका नम्रता श्रेष्ठ किन 52 दिनसम्म अन्डरग्राउन्ड जस्तो भएर 81 सामाजिक सञ्जालमा प्रकट भइन् र उनीसँगै जोडिएको मसान घाटमा गरिएको कालो जादुको सत्यता के हो भनेर चिरफार गर्न गइरहेका छौँ। त्यस्तै गरी यो घटनामा कसरी निम्स दाई पनि कनेक्टेड भए र यो घटनामा नम्रता श्रेष्ठको हावभाव किन शङ्कास्पद भयो भनेर पनि एक्सपोज गर्न गइरहेका छौँ। यो घटनालाई राम्ररी बुझ्नुभन्दा पहिला घटना अघिको हावभावलाई राम्ररी बुझ्ने प्रयास गरौँ। 31 वर्षीय नायक शाहरुख ताम्रकार आत्महत्या गर्नु 2 वर्ष अघिदेखि नै #माया नाम गरिएको चलचित्रमा आबद्ध भएका थिए, जसमा नायिकाको रूपमा नम्रता श्रेष्ठ थिइन्। यो फिल्ममा काम गर्दा उनी नम्रता श्रेष्ठसँग निकै नजिक थिए। वास्तवमा उनीहरूलाई प्रेमी प्रेमिकाको रूपमै उनको घर परिवारले पनि स्वीकारेका थिए। यो फिल्ममा नायिका नम्रता श्रेष्ठको आनी बानीले धेरैजना दिक्क नै भइसकेका थिए। कहिले फिल्मको स्क्रिप्ट चेन्ज गराउने, कहिले आर्ट डिपार्टमेन्ट चेन्ज गराउने, कहिले मेकअप डिपार्टमेन्ट त कहिले ड्रेसअप डिपार्टमेन्ट नै चेन्ज गराउने गर्थिन् नम्रता श्रेष्ठले। यसरी हेर्दा नम्रता श्रेष्ठ फिल्ममा केही कुरामा आपत्ति भयो अर्थात् चित्त बुझेन भने त्यो कुरा चेन्ज गराइहाल्थिन्। अझ उनको डिमान्ड पनि निकै ठुलो हुन्थ्यो, जसकारण पुरा फिल्म निर्माणमा नै ठुलो आर्थिक भार थपिन्थ्यो। फिल्मको क्यारेक्टरमा बस्नको लागि नै भनेर एउटा घरको डिमान्ड पनि गरेकी थिइन् नम्रता श्रेष्ठले। उनको डिमान्ड पुरा गर्नको लागि नै भनेर महिनाको 1,30,000 देखि 1,50,000 सम्म भाडा पर्ने घर बुढालिनी कण्ठमा निर्माण पक्षले केही वर्ष अगाडिदेखि लिइदिएका थिए। अझ दैनिक 5,000 तिरेर नम्रता श्रेष्ठको लागि भनेर योगा टिचरको पनि व्यवस्था मिलाइएको थियो। त्यस्तै गरी यो फिल्मको नाम सुरुमा ग्रहण राखिएको थियो भने पछि नाम परिवर्तन गराएर #माया राखिएको हो। सुरुवातमा विनय श्रेष्ठ पनि आबद्ध थिए यस फिल्ममा, तर पछि उनी आउट भएर उनको सट्टा रोयदीप श्रेष्ठको इन्ट्री भयो। नम्रताले नै शाहरुखको रोल परिवर्तन गराएर रोयदीप श्रेष्ठलाई दिएका थिए भने रोयदीप श्रेष्ठको भिलेन रोल चाहिँ शाहरुख ताम्रकारलाई थमाएका थिए। शाहरुख पनि नम्रतासँगै बुढालिनी कण्ठको घरमा धेरै समय अघिदेखि बस्दै आइरहेका थिए र शाहरुख हर समय नम्रता श्रेष्ठको सेवामा हाजिर भइरहन्थे। अब हामी घटना घटेको दिन के कस्तो भएको थियो भनेर बुझ्ने प्रयास गरौँ। शाहरुख ताम्रकारले आत्महत्या गरेको त्यो दिनको बिहानी पख 4 बजेसम्म पनि उनी सुटिङ स्थलमा नै थिए। त्यो सुटिङमा शाहरुख ताम्रकार र नम्रता श्रेष्ठ बीच ठुलै लफडा परेको थियो। सुटिङमा शाहरुखले नम्रतालाई बलात्कार गरेको सिन खिच्नुपर्ने थियो। त्यो बलात्कारको सिन गरेपछि नम्रताले आफूलाई असहज भएको भाव जनाउँदै शाहरुखसँग नराम्ररी रिसाएकी थिइन्। अझ त्यस सिन सकेपछि नम्रता र शाहरुख एउटा रुममा पस्छन् र त्यस रुमभित्र नम्रताले शाहरुखलाई गाली गर्न थाल्छन् र गाली गरेको आवाज बाहिरसम्म पनि आएको थियो। तर शाहरुख भने नम्रताको गालीमा पनि मौन बसिरहेका थिए। यसरी नम्रताको गाली खाएपछि शाहरुख निकै दुखी हुँदै टोलाएर बसेका थिए, जुन कुरा त्यही फिल्मका निर्देशक राजीव गुरुङले बताएका थिए।
बिहान 4 बजे सुटिङ सकिएपछि शाहरुख ताम्रकार, नम्रता श्रेष्ठ र रोयदीप श्रेष्ठ तीनैजना बुढानील कण्ठको घरमा गएका थिए। त्यति बेलासम्म पनि नम्रता श्रेष्ठ र शाहरुख ताम्रकार बीचको झगडा अझै सुल्झिएको थिएन, जसकारण शाहरुख बुढानील कण्ठको घरमा नबसेर काठमाडौँको रातोपुल स्थित आफ्नै निजी निवासमा फर्केका थिए। यसरी आफ्नो गाडी बाहिरै राखेर घरभित्र छिरेपछि शाहरुखले के गरे भनेर कसैलाई थाहा थिएन। आफन्तको पार्टीमा गएका आमाबाउ पनि आफ्नो छोरो शाहरुख ताम्रकारको प्रतीक्षामा थिए। शाहरुख बेलुका पार्टीमा आउँछु भनेका थिए, तर नआएपछि बाउआमाले फोन गर्ने प्रयास गरे, तर अफसोस फोन भने लागेन। पार्टीबाट घर फर्केपछि जिन्दगीमा कहिले नसोचेको दृश्य देख्न पुगे ती आमाबाउले। शाहरुखले घरको ढोका बन्द गरेका थिए र भर्याङको रेलिङमा प्लास्टिकको पाइपमा झुन्डिएर आत्महत्या गरेका थिए। अझ उनको मोबाइल फ्लाइट मोडमा थियो र गीत पनि बजिरहेको थियो। शाहरुख ताम्रकारको यस्तो घटना घटेपछि विभिन्न कुराहरू सामाजिक सञ्जालबाट बाहिर आउन थाल्छ, जुन कुराले नायिका नम्रता श्रेष्ठको चरित्रमाथि नै दाग लाग्छ र नेपाली सिनेमा क्षेत्रमा नै भुइँचालो ल्याइदिन्छ। कालो जादुको सत्यता। नायिका नम्रता श्रेष्ठले नै फिल्मलाई राम्रो हुन्छ, आर्थिक अवस्था बलियो हुन्छ भनेर आश्वासन दिँदै निर्देशक राजीव गुरुङलाई एउटा तान्त्रिक गुरुसँग भेट गराएका थिए। त्यसपछि शाहरुखको आत्महत्या हुनुभन्दा लगभग 7 महिना अगाडि यी तीनैजना शाहरुख, नम्रता र निर्देशक राजीव गुरुङ तान्त्रिक गुरु ईश्वर अधिकारीलाई लिएर सिन्धुपाल्चोकको दोलाल घाटमा गएका थिए। दोलाल घाट त्यो ठाउँ हो जहाँ खोला बगिरहेको हुन्छ। खोलाको साइडमा शिव मन्दिर रहेको छ र खोलाको किनारमा मसान घाट रहेको छ। बेलुकाको समयमा नम्रता श्रेष्ठ, शाहरुख ताम्रकार र निर्देशक राजीव गुरुङले दोलाल घाटमा रहेको शिव मन्दिरमा पूजा गरेका थिए। त्यसपछि उनीहरू सबैजना नजिकैको होटेलमा बसे। अझ रातको 12 बजे त्यही दोलाल घाटको खोलाको किनारमा रहेको मसान घाटमा विशेष पूजा हुनेवाला थियो। तान्त्रिक गुरुले तपाईँ पहिलोपटक आउनु भएको हो, त्यसैले डर हुन्छ भन्दै राजीव गुरुङलाई होटेलमै बस्न लगाउँछन् र तान्त्रिकले नम्रता श्रेष्ठ र शाहरुख ताम्रकारलाई ठीक 12 बजे मसान घाटमा लगेर कालो बोकाको बलि दिएर पूजा गरे। अनि होटेलमा फर्केर आउँदा त्यही कालो बोकाको मासु आफूसँगै लिएर आए। पूजा सकेपछि तीनैजनालाई कालो धागोले बानेको बुटी पनि लगाइदिए र त्यही होटेलमा बलि दिएको कालो बोकाको मासु सबैजना मिलेर मजाले खाए। यसमा अचम्मको कुरा के थियो भने शाहरुखलाई यस्तो कुरा अन्धविश्वास लाग्थ्यो र उनी मासु पनि खाँदैन थिए, तर त्यही शाहरुखले बुटी लगाएर बोकाको मासु पनि खाए। यति पूजा गरे बापत ती तान्त्रिक गुरुले कति पैसा लिएका थिए भनेर सुन्नुभयो भने तपाईहरू पनि 3 छक्क पर्नुहुन्छ। यति पूजा गर्नको लागि ती तान्त्रिकले सिधै 5 लाख रुपैयाँ लिएका थिए। नायिका नम्रता श्रेष्ठले पछि आएर यो मसान घाटको बलि पूजालाई लिएर आफूलाई बचाउ गरेकी थिइन्, जुन कुरा हामी एकैछिनमा एक्सपोज पनि गर्नेवालामा छौँ। ती तान्त्रिक गुरु ईश्वर अधिकारीले पछि प्रहरीको बयानमा आफूले निर्देशक राजीव गुरुङको ग्रहको पूजा गरेको हो, शाहरुखको पूजा गरेको होइन भनेका थिए। तर यसमा पनि हामीलाई सानो शंका लाग्यो। यदि कोही व्यक्तिको ग्रह पूजा गरिँदैछ भने त पूजा गर्दा ती व्यक्ति सामुन्ने नै हुनुपर्ने थियो। तर मसान घाटमा पूजा गर्दा जसको ग्रह पूजा गरिएको भनिएको थियो ती व्यक्तिलाई त होटेलमा नै बस्न लगाएका थिए। पूजामा त केवल नम्रता र शाहरुखलाई मात्र लगिएको थियो। त्यसैले राजीव गुरुङको नाम लिएर वास्तवमा नम्रता र शाहरुखको पूजा पो गरिएको हो कि भनेर धेरैले शंका गरेका छन्। त्यस्तै गरी ती तान्त्रिकले नम्रता श्रेष्ठ आफ्नो दीक्षा नलिएको चेली हो भनेर पनि बयान दिएका थिए, जसकारण नायिका नम्रता श्रेष्ठको तान्त्रिक गुरुसँग पहिलेदेखि नै गहिरो चिन्जान रहेको स्पष्टसँग बुझ्न सकिन्छ। घटनापछि कता हराए नम्रता श्रेष्ठ। शाहरुख ताम्रकार र नम्रता श्रेष्ठ धेरै वर्षदेखि नै प्रेममा थिए। अझ भन्नेहरूले उनीहरूको सम्बन्ध लिभिङ टुगेदरसम्म नै पुगिसकेको पनि भन्थे। आश्चर्यको कुरा के छ भने नम्रता शाहरुखको घरमा बेला बेलामा आउने जाने गर्थे र शाहरुखको परिवारसँग बसेर नम्रताले शाहरुखको बर्थडे मनाएको यो फोटो पनि भाइरल भएको थियो। तर त्यही नम्रता शाहरुखको मृत्यु पश्चात उनको परिवारबाट टाढा भइन्। अझ त्यो परिवारसँग कुनै सम्बन्ध नै नभएको जस्तो व्यवहार देखाइन् नम्रता श्रेष्ठले। शाहरुखको त्यो घटनापछि नम्रता श्रेष्ठ अन्डरग्राउन्ड नै भएको जस्तो भइन्। चारैतिरबाट मिडियाहरूले नम्रता श्रेष्ठमाथि प्रश्न उठाइरहेका थिए, तर नम्रता श्रेष्ठबाट ती प्रश्नको जवाफ कसैले पनि पाएनन्।
अझ कति मिडियाहरूले त उनी क्यानाडा भागिसकिनसम्म भन्न भ्याइसकेका थिए। यसरी शाहरुखको न्यायको लागि माग गर्दै दिनहरू बित्दै थियो र उता शाहरुखको बुबा किडनीको समस्या र छोरोको मृत्युको वियोगले थला परिसकेका थिए, जसकारण उपचारकै क्रममा शाहरुखको मृत्यु भएको 52 दिनमा उनको पिता सानु ताम्रकारको पनि मृत्यु हुन पुग्यो। अब बल्ल 52 दिनपछि मात्र नायिका नम्रता श्रेष्ठले फेसबुक पोस्टबाट आफ्नो मुख खोलिन्। सुरुको फेसबुक पोस्टमा रेस्ट इन पिस भन्दै श्रद्धाञ्जली व्यक्त गरेकी थिइन् र दोस्रो फेसबुक पोस्टमा चाहिँ शाहरुख आत्महत्याको विषयलाई लिएर आफ्नो भनाइ राखेकी थिइन्। त्यो फेसबुक पोस्टमा आफू महिला भएको कारणले नै यति धेरै सामाजिक आक्रमण भएको र त्यो घटनामा आफू विरुद्ध आएको सम्पूर्ण समाचारहरू झुट रहेको भन्दै आफ्नो बचाउ गरेकी थिइन् नम्रता श्रेष्ठले। त्यस्तै गरी कालो बोका र बुटीको कुरालाई लिएर पनि अहिलेको 21औं शताब्दीमा आएर यस्तो रूढिवादी कुरा गर्नु कतिको जायज होला भन्दै प्रश्न उठाएर आफूले दोलालघाटमा गरेको पूजाबाट केही लेनादेना नभएको जस्तो भाव जनाएको स्पष्टसँग बुझ्न सकिन्छ त्यो फेसबुक पोस्टबाट। तर वास्तवमा त्यो पूजा गराउन जोड दिने मुख्य व्यक्ति नै नम्रता श्रेष्ठ थिइन्। यसको काउन्टर जवाफमा निर्देशक राजीव गुरुङले म खुद त्यहाँ गएको थिएँ, आई वाज देयर भनेका थिए। म यो केसमा कुनै पनि संलग्न छैन, तान्त्रिक सान्त्रिक पनि नगएको जस्तो उहाँको स्ट्याटसले त्यस्तो लाग्छ। तपाईलाई के लाग्छ? तपाईँ त सँगै काम गर्नुहुन्छ। तान्त्रिक सान्त्रिकसँग थिएन भन्ने कुरा त म त खुदै त्यहाँ गएको, आई वाज देयर। यसरी आफ्नै घनिष्ठ मित्र शाहरुखको आत्महत्याको घटनापछि अन्त्येष्टिमा समेत नआएकी नम्रता श्रेष्ठ अचानक शाहरुखको बुबाको मृत्यु पश्चात 52 दिनपछि सामाजिक सञ्जालमा प्रकट भएपछि नम्रताको यो हावभावलाई धेरैले शङ्काको रूपमा हेरेका थिए। बुढानील कण्ठको शङ्कास्पद घर। बुढानील कण्ठमा रहेको यो 2.5 तल्ले घरलाई पनि शङ्काको घेराले हेरिएको छ। नम्रता श्रेष्ठले आफू क्यारेक्टरमा बस्न छुट्टै एउटा घरको आवश्यक रहेको भनेर डिमान्ड गरेपछि निर्माण पक्षले महिनाको 1.5 लाखसम्म तिरेर 2 वर्ष अघिदेखि यो घर लिएका थिए। भुइँ तल्लामा फिल्म युनिटको अफिस थियो भने पहिलो तल्लामा चाहिँ नम्रता श्रेष्ठ, शाहरुख ताम्रकार र रोयदीप श्रेष्ठलाई एउटा रुमको बन्दोबस्त मिलाइएको थियो। त्यस्तै गरी एउटा रुममा चाहिँ अन्य 2 महिलाहरू पनि बस्थे। सबैभन्दा माथिल्लो तल्लामा चाहिँ नम्रता श्रेष्ठले योगा गर्ने गरेकी थिइन्। पछि खोताल्दै जाँदा यो घर अरू कसैको नभएर चर्चित पर्वत आरोही निर्मल पूर्जा अर्थात् निम्स दाईको रहेको खुलेको थियो। माइकल कोबाल्ट नाम गरिएको विदेशी नागरिकले आफ्नो सामाजिक सञ्जाल एकाउन्टबाट निम्स दाईले 50-60 लाख जति डिएसपीलाई खुवाएर नम्रता श्रेष्ठलाई यो केसबाट बचाउन खोजेको कुरा बाहिर ल्याएका थिए, तर यो कुरा कतैबाट पनि प्रमाणित हुन भने सकेन। उनले त योसम्म पनि भनेका थिए निम्स दाईको नम्रतासँग एक्स्ट्रा अफेयर चलिरहेको छ र अब उसलाई देशबाट भगाउन खोजिरहेको छ। यो सबै एकतर्फी आरोपहरूको कुनै प्रमाण भने थिएन। त्यस्तै गरी शाहरुख आत्महत्याको विषयलाई लिएर केही सबुत भेटिन्छ कि भनेर बुढानील कण्ठको घरमा चेक जाँच गर्न जाँदा निकै आश्चर्यजनक कुराहरू बाहिर आउँछ। यस घरमा शाहरुखको रुमभित्र नम्रताको एक जोर हिल चप्पल र शिलाजित भेटिएको थियो। त्यस्तै गरी यही घरको बरान्डामा गाँजा बनाउन प्रयोग गरिने कागजको स्ट्रिप, गाँजाको डाँठहरू, चुरोटको ठुटा र मदिराका बोतलहरू प्रशस्त मात्रामा भेटिएको थियो। स्रोतको अनुसार नम्रता आफै पनि गाँजाको अमली रहेको खुलेको थियो। शाहरुखको पक्षमा नायक नायिकाहरू। शाहरुखको यस्तो दर्दनाक घटना आउने बित्तिकै थुप्रै नायिकाहरूले आवाज उठाएका थिए। मिस नेपाल तथा नायिका मलिना जोशी र सृष्टि श्रेष्ठले आफ्नो इन्स्टाग्राम एकाउन्टबाट शाहरुख आत्महत्यालाई लिएर विस्तृत अनुसन्धान गर्नुपर्ने भन्दै न्यायको अपिल गरेका थिए। नायिका स्वस्तिमा खड्काले त टिभी कार्यक्रमबाटै नम्रता श्रेष्ठले भएको के हो भन्नुपर्ने स्पष्टीकरण दिनुपर्ने भनेर आवाज उठाएकी थिइन्। इन्भल्भ हो वा भन्ने चाहिँ आई थिङ्क उहाँले केही न केही एक्सप्लेनेसन या अझ हामी म त घरमै गएर कुरा बुझ्दाखेरि अब कति कुराहरू मिडियामा नआएको कुराहरू पनि छ होइन। सो म चाहिँ एकदम हार्ड हेभी र उहाँले एक्सप्लेनेसन सी ओज एन एक्सप्लेनेसन जस्तो लाग्छ मलाई। उहाँले एक्सप्लेनेसन चाहिँ दिनै पर्छ होला। त्यस्तै गरी नायिका सुषमा कार्कीले नम्रता श्रेष्ठलाई गाली गरेर पोल खोल्दै गरेको अडियो पनि बाहिर आएको थियो। अहिले पनि उनको अडियोहरू युट्युबमा प्रशस्त रूपमा भेट्न सकिन्छ। पोखरा गयो शाहरुखको त्यो घटना घटेको भोलिपल्ट किन यिनीहरू पोखरा गयो ऊ गर्दाखेरि XX भिडियोमा गरेकै भिडियो देखिन्छ भनेर भनिदिन्थेँ म त। एकजनाले गरेर शाखा सन्तानिक सखाप भएन।
केटालाई मख पारेर म तिम्रै हो, म तिमीसँगै बिहा गर्ने हो, म एकदम सती सावित्री हो, म तिम्रो घरमा त्यत्रो दिन शाहरुखके घरमा गएर बस्ने सुत्ने उठ्नेदेखि लिएर गर्ने। नायक जयकिशन बस्नेतले नम्रता श्रेष्ठलाई फत्यौरी छडौली भन्दै गाली गरेका थिए। श्रद्धाञ्जलीमा किन नआएको, 2 महिनासम्म कता गएको भन्दै नम्रता श्रेष्ठ विरुद्ध चर्को आवाज उठाएका थिए जयकिशन बस्नेतले। त्यो नायिका भन्दिनँ, मैले त छडुल्ली भनिरहेको छु। छडुल्ली, नौटङ्की, यो ठटौरी, यो छडुल्ली बाहिर आएर स्ट्याटस लिएर आयो। यसरी शाहरुखको लागि सबैले न्यायको माग गरिरहेका थिए। प्रहरीले पनि आफ्नो तर्फबाट खोज अनुसन्धान जारी राखिरहेका थिए। यसैबीच प्रहरीले शाहरुख ताम्रकारको मोबाइलमा एउटा लामो नोट भेटाउँछन्। त्यस नोटमा यो सम्पूर्ण घटनामा गल्ती आफ्नो रहेको भन्दै कसैलाई आरोप नलगाउन आग्रह गरेका थिए। यसरी नोटमा आफ्नो सो इच्छाले नै आत्महत्या गरेको भनेपछि यो केसलाई प्रहरीले बन्द नै गरिदिन्छन्। शाहरुख ताम्रकारको यस्तो नोट थाहा पाएपछि अरू मानिसहरू पनि छक्क पर्छन्। कसैले पनि यो कुरालाई आजसम्म पनि विश्वास नै गर्न सकेका छैनन्।